लिपिड प्रोफाइल या चिल्लोको जाँच दिनुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू के हो? नमस्ते, म डाक्टर आवास कोइराला, हाल कार्यरत अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर। लिपिड प्रोफाइल या चिल्लोको जाँचमा 4 वटा प्यारामिटर्सहरू इन्क्लुड गरेको हुन्छ। पहिलो ट्राइग्लिसराइड, दोस्रो टोटल कोलेस्ट्रोल, तेस्रो एचडिएल या गुड कोलेस्ट्रोल, चौथो एलडिएल या ब्याड कोलेस्ट्रोल। यी 4 मध्ये सबैभन्दा सेन्सिटिभ चाहिँ ट्राइग्लिसराइड हो। आज या भोलि या पर्सि गरे पनि हजुरको ट्राइग्लिसराइडको भेरिएसन चाहिँ 5 to 25% हुन सक्छ। यो भन्नाले के बुझिन्छ भन्दाखेरि आज एउटा ल्याबमा हजुरको 200 आयो रे, भोलि अर्को ल्याबमा या पर्सि अर्को ल्याबमा गर्दाखेरि 25% सम्म तलमाथि हुन सक्छ। अब ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्दाखेरि 12 आवर्स भन्दा अगाडि हजुरले हेभी मिल या पार्टी गर्नु भएन। 10 to 12 आवर्सको फास्टिङ बस्नु पर्छ। 10 to 12 आवर्स फास्टिङ भन्नाले के बुझिन्छ भन्दाखेरि त्यो पिरियडमा खाली हजुरले सादा पानी मात्रै खान पाउनुहुन्छ। हजुरले इभन कफी या अरू अन्य बेभरेजेसहरू लिनु भएन। हजुरले ड्रिङ्क गर्नुहुन्छ भने त्यो 1 दिन अगाडि ड्रिङ्क पनि अभोइड गर्नुपर्ने हुन्छ। यो 3टा कुराहरू हजुरले फलो गर्नुभयो भने हजुरको लिपिड प्रोफाइल टेस्टको रिजल्ट चाहिँ एक्युरेट आउन सक्छ। अब यो 3टा कुरा हजुरले फलो गर्नु भएन भने के हुन सक्ला? एक त हजुरको ट्राइग्लिसराइडको फल्स हाई रिपोर्ट आउने भयो र हजुरले गरेको ल्याब प्रति विश्वास पनि उठ्न सक्छ। अब विश्वास उठेपछि हजुरले के गर्नुहुन्छ भने नेक्स्ट डे चाहिँ हजुरले राम्रो डाइट गरेर हजुरले भोलिपल्ट हजुरले अर्को ल्याबमा जानुभयो भने त्यो ल्याबमा हजुरको लिपिड प्रोफाइल टेस्टको रिजल्ट चाहिँ नर्मल आउला भनेपछि हजुरको पहिलो ल्याबको रिजल्टमा चाहिँ विश्वास उठ्ने भयो। हुन त दुवै ल्याबको रिजल्ट चाहिँ ठिकै हो। सो अबदेखि हजुरले यी 3टा कुराहरू फलो गरेर लिपिड प्रोफाइल टेस्ट चाहिँ दिन जानु होला।